हेलो, आज चाहिँ म तपाईहरुलाई भनेको थिएँ नि बिहान मैले आज दिनभरिको अपडेट चाहिँ आज तपाईहरुलाई दिन्छु भनेर अघि रुखमा चढेको देखाएको थिएँ हैन। अब चाहिँ मैले घाँस काट्नु जाँदैछु है त। यहाँ हेर्नुस्, घाँस काट्नु भनेर चाहिँ मैले बाँधेको हो। यो कस्तो देखेको छ मलाई भन्नुस् ल। हेर्नुस् ल, मेरो मम्मीले चाहिँ घाँस काट्नु हुँदैछ। अब तपाईहरुलाई थाहा छ पहिले हाम्रो यस्तो जंगल थिएन त। यो पहिले यस्तो जंगल थिएन। यहाँनिर खेतीपाती धान कोदो मकै सबै हुन्थ्यो। अहिले चाहिँ हात्तीले बस्नु नदिएर खानु राख्नु नदिएर चाहिँ अहिले हामीले चाहिँ यस्तो गुवा सुपारीहरू लगाएर हैन यस्तो गरेछौँ। के गर्नु, जनताले जिताउँछ, नेता बनिन्छ, तर भोट दिएर यति दुःख गरेर आउनुपर्छ यहाँनिर हैन। हेर्नुहोस्, तर के गर्नु, जसलाई उठायो भने पनि जनता मरिरहेको छ। हाम्रो हात्तीले सबै लडाएर यो उठाएको तर पनि मर्यो हैन। कस्तो हुन्छ होला यति दुःख गरेर लगाएको, आफूले केही हुन्छ कि भनेर हैन, तर यस्तो गरिदिन्छ। हेर्नुहोस्, हाम्रो यस्तो बिरपडामा चाहिँ यति बिजोग छ नि, हात्तीले धेरै दुःख दिन्छ कि। हेर्नुहोस्, अनि अहिले यस्तो भएको छ हैन, के गर्ने, यस्तै छ। अलिकति घाँस काटिसक्यो है। यस्तै छ हाम्रो जिन्दगी।